हामी अहिले जाँदैछौँ हाम्रो केस्ताईको घरतर्फ, कोठातर्फ भनौँ। घरतर्फ त नभनौँ होइन। अहिले हामी चाहिँ पैदल यात्रा गर्दैछौँ। अगाडि हुनुहुन्छ केस्ताई अनि पछाडि हुनुहुन्छ हाम्रो आफ्नै गाउँको साथी, केस्ताईको साथी, एकदमै ह्यान्डसम मित्र। उहाँलाई पनि म देखाउँदैछु। हाम्रो यात्रा चाहिँ जारी नै रहेको छ र खुसी छौँ आज यसरी भेट हुन पाएको छ कुनै मौकाले। अब यो मौका अब यसरी नै कहिले जुट्ला या नजुट्ला, तर जुट्ने बेलामा यसो यो सम्झनाको निम्ति मैले चाहिँ तपाईँहरू सामु चाहिँ यो भ्लग बनाएको छु। तपाईँहरूलाई मनपर्छ पर्दैन र हाम्रो यात्रा चाहिँ जरुरी नै छ। अनि अहिले चाहिँ हामी चाहिँ यहाँ ठ्याक्कै यो विन्ध्यवासिनी मन्दिरको अनि भित्री चोकतर्फ छौँ। अनि गाडीहरूको अनि आवत जावतको अवस्था यथावत नै छ। ओहो ल भेट भयो फेरि पनि। मामाहरूसँग पनि भेट भयो। न्याक्तुङ पनि भेट भयो।